हेलो गाइस, अब आज म आएको छु मेरो ससुराली गाउँ। हामी जाँदैछु, आएको छु म मेरो ससुराली गाउँ र आज म जाँदैछु यहाँनिर फेमस हैन रविन्द्र भवन। म चाहिँ आफ्नो मतलब मेरो हस्बेन्डको स्टुडेन्टहरू लिएर आएको छु र उनीहरूलाई यहाँ घुमाउनु लाँदैछु रविन्द्र भवन। र तपाईहरुलाई म रविन्द्र भवनमा गएर देखाउँछु। यो चाहिँ मम्पूको ट्री हाउस हो हैन। फिलहाल चाहिँ यहाँनिर ताला लागिरहेको छ, सो कोही पनि भित्र जानु सक्दैन। अनि नानीहरूले मन्टाउँदै बसिरहेको छ। हामी अरूलाई पर्खिरहेको छौँ हैन। उनीहरू ढिलो हिँडेकोले गर्दा ढिलो आइपुग्यो। हामी उनीहरूलाई पर्खिरहेको छौँ फिलहालको लागि। त्यसपछि हामी त्यहाँ एकजना चिनेको दादा भेटेर उसँग बात मारेर हामी भित्र जाँदैछौँ हैन। अनि उहाँसँग अलिक जानकारी लिए टिकटहरू काट्नुपर्छ पर्दैन। सो टिकट काट्नु पर्दछ पर हेड 25 रुपिज। अनि यो चाहिँ हो मैले अघि भनिहालेको थिएँ रविन्द्र भवन हैन। यहाँ म टिकट काट्दैछु। सो टिकट काउन्टरमा टिकटहरू काट्दैछु। अलिकति डिस्कस पनि गरेँ हैन। अलिक नानीहरूको त नलिनुहोस् न भनेर हैन अलिक डिस्कसन गरेर राखेर हामी चाहिँ अब टिकट लिएर भित्र एन्टर गर्नु आँटेको। ए हुन्छ घर भन्दा चाहिँ उहाँ यहाँ बस्दा चाहिँ गीताञ्जली नोबल लेख्नु भएको उनको तिनको अन्तिमहरूमा उहाँ चाहिँ यहाँ छैन चाहिँ फोटोग्राफी गर्दा चाहिँ भित्र फोटोग्राफी लिन सक्छ। हामी चाहिँ भित्र भवनबाट बाहिर निस्क्यौँ। भित्रको बेसी फोटोहरू खिच्न सकेनौँ किनभने पहिले हामीलाई त्यहाँनिर रेस्ट्रिक्सन गरिदिएको थियो। सो भित्रबाट निस्केपछि बाहिरको नजारा जस्तै छ। यहाँनिर बगान बेलीको फुलहरू छ हैन। धेरै वरिपरि चाहिँ फुलहरू रोपेर चिटिक्कै रहेको रहेछ हैन। सो यहाँनिर अब बेसी चाहिँ अहिले बेङ्गोली टुरिस्टहरू आउने हुन्छ हैन। सो अब यहाँबाट निस्केको किनभने यहाँनिर हाम्रो सके। बाई बाई।